पशुको उपचार गर्नु नै मेरो लागि ठुलो धर्म हो। हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म शनिबार भनेर मस्त सुतिरहेको थिएँ, एका बिहानै अर्जुन दाईको कल आयो। हजुर दाई नमस्कार। एउटा कृषकको बाख्राले पाठा जन्माउन नसकेकाले फोन गर्नुभएको रहेछ। त्यसपछि हतार हतार उठेर औषधि प्याकिङ गर्न थालेर यी क्या चिज रे भाइ साहब, जानु पर्यो भनेर बाइक स्टार्ट गर्न लागेको त ला पेट्रोलै पो सकिन लागेको रहेछ। त्यसपछि यसो सोचे जाने बाटोमै पेट्रोल पम्प छ, अब त्यहाँ गएर पेट्रोल हाल्छु भनेर अर्जुन दाइ र म त्यहाँबाट निस्क्यौँ। पेट्रोल पम्पमा पुग्यौँ र अनि अलिकता तेल हालेर हामी कृषकको घरसम्म लाग्यौँ। कृषकको घरमा पुग्दा कृषक एकदमै आत्तिरहेको देखिन्थ्यो। चिन्ता नगर्नु, हामी आइसकेका छौँ भन्दै हामी बाख्रा भएको ठाउँतिर लाग्यौँ। बाख्रा भएको ठाउँमा पुग्दा बाख्रा एकदमै कठिनाइ अवस्थामा सुतिरहेको देखिन्थ्यो र हामीले हतार हतार औषधि लगाई पाठा निकाल्ने तयारीमा लाग्यौँ। त्यसपछि अर्जुन दाइले हात हाल्नु भयो र पाठाको अवस्था हेरी पाठा निकाल्नु भयो। अब कतिपय व्यक्तिहरूले प्रश्न गर्ने होलान्, किन ह्यान्ड ग्लोभ्स नलगाइकन हात हालेको? ह्यान्ड ग्लोभ्स लगाएर पाठो निकाल्न खोज्दा पाठो चिप्लिन्छ, त्यही भएर हात सफा गरेर हालेको नि। फेरि पाठो त दुईवटा पो रहेछ, एउटा पाठी र अर्को पाठो। दुईवटै पाठो जिउँदो भएकाले किसानको मुहारमा एकदमै खुसी छाइरहेको थियो। खुसी नहुनु पनि कसरी, अब पेसा नै पशुपालन हो, त्यसमाथि मरिसकेको पशुलाई बचाइदिएका थियौँ हामीले। यति भएपछि त किसान पनि खुसी, हामी पनि खुसी। यदि तपाईँहरूलाई पनि यस्तै खालको सेवा चाहिएको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू फर वाचिङ दिस भिडियो है त।